सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू अनदर भिडियो। सो आज भनेदेखि चाहिँ म खोर्सानीमा स्प्रे गर्न गइरहेको छु है। र यो भिडियो भने चाहिँ हजुरहरूको लागि एकदमै इन्फर्मेटिभ हुनेवाला छ है। र यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, मन पऱ्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। सो आउनुहोस् यो भिडियोलाई सुरु गरौँ। यो दबाई चाहिँ म स्प्रे गर्न गइरहेछु है त यो। र यो चाहिँ कम्बाइन्ड 1 लिटर पानीमा चाहिँ 1 ml स्प्रे गर्नुपर्ने रहेछ है, मिसाएर है। र तपाईँहरूलाई यो दबाई चाहिँ स्प्रे गरेर देखाउनेवाला छु है त। यस्तो हुन्छ यो दबाई चाहिँ यो दबाई चाहिँ साथी हो। अब भने चाहिँ म स्प्रे गर्न सुरु गरेँ त। पत्तामा स्प्रे गर्नुपर्ने हुन्छ है। यो दबाईले कति काम गर्छ अब लगाइसकेपछि मात्रै थाहा हुन्छ। मैले पनि यो फर्स्ट टाइम युज गरेको साथीभाइ हो। यो चाहिँ मैले बोट गरेको खोर्सानी रोपिसकेर यो चाहिँ उब्रेको खोर्सानी हो। यसलाई पनि अलिअलि गरिदिएको। लो साथीभाइहरू, मैले चाहिँ खोर्सानी योपालि यहाँ रोपेको छु। एप्रोक्समा भन्नुपर्दा 150 झाङ जस्तो होला है। र विशेष खोर्सानीमा चाहिँ पत्ता चौरिने बिमार लाग्यो, चौरी पर्ने पत्ता। त्यसको लागि चाहिँ मैले यो दबाई स्प्रे गर्दैछु। र अब चाहिँ म सुरु गरेँ। योपालि चाहिँ कम्ती गरिरहेको छु है। तर अलिकति राम्रो तरिकाले गर्ने कोसिस गरेको छु। हुँदैछ, हुनु चाहिँ राम्रैसँगले हुँदैछ। सरी हो, पानी आयो। अघि चाहिँ टनटन घाम लागिरहेको थियो दबाई फिटिन्जेलसम्म हो। अहिले चाहिँ पानी पर्न सुरु भयो। अलिकति व्यर्थै होला जस्तो छ है। तर पनि लगाइदिइरहेको छु। अब फिटी त हालेँ, बारीमा आइहालेँ हो। र लगभग 8 वर्षको बाद मैले फेरि खेतीपाती गर्ने कोसिस गरिरहेको छु है। योभन्दा 8 वर्ष 9 वर्ष अगाडि चाहिँ मैले सबै कुरा गरेको थिएँ र छोडेको त्यत्तिकै नगर्दा पनि नहुँदो रहेछ। त्यही हो, गर्दा पनि नहुने नगर्दा पनि नहुने भनेर चाहिँ गर्दिनँ भनेर छोडेको थिएँ। नगर्दा पनि अब अलिकति अल्छे भन्दो रहेछ मान्छेहरूले हो। अल्छेको नाम दिँदो रहेछ, त्यस्तै हो। तर पनि अब म चाहिँ के भन्छु भनेदेखि जे गर्नुहुन्छ मनदेखि गर्नुहोस्।
यस्तो छ अब पहिला नगर्दाखेरि अलिक मान्छेले कुरा काटेको त त्यो अलिक कस्तो भन्यो त्यही भएर चाहिँ अब जाँगर लाएर यो पालि खोर्सानीहरू रोपेको है खोर्सानी प्लस मैले बोटबिरुवाहरू पनि धेरै नै रोपेको छु यो पालि खोर्सानी चाहिँ यस्तो भएको छ है अलिक झार काट्ने बेला पनि हुँदैछ राम्रै आउँदैछ यसमा तपाईँहरूले गाईको मल अथवा बाख्राको मलमा पनि हुन्छ है तर बाख्राको मल चाहिँ अलिक कडा हुन्छ है ठिकैको लाउनु पर्ने हुन्छ है र गाईको मलमा पनि हुन्छ र तपाईँले रोपिसक्नु भएपछि चाहिँ दबाई पानी गर्नुपर्ने हुन्छ यसरी है र तपाईँहरूले गाईको मुतहरू जमाएर लाउन सक्नुहुन्छ यो चाहिँ क्याप्सिकम हो के क्याप्सिकमै भन्छ होला म त अलिक साह्रै नाम पनि आउँदैन राम्रै भएको छ र यहाँ अलिक झारले चाहिँ खोर्सानी देख्दै छैन है परसम्म छ परैसम्म रोप्ने विचार थियो मेरो तर मलले पुगेन त्यही भएर यो पालि चाहिँ यति मात्रै रोपेको लगभग यसमा चाहिँ 150 भन्दा अलिक बेसी पनि छ होला अलिक बाक्लो बाक्लो रोपेको छु यस्तो छ साथीभाइहरू र साथीभाइहरू मैले चाहिँ अहिले भनेदेखि चाहिँ स्प्रे गरिसकेँ सो यो भिडियोलाई के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला र यो भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला सो सी यू अन नेक्स्ट भिडियो